योग भने जोड होइन। यो जोड कहाँ भयो त? सम्झियो, जीवात्मा परमात्माको जोड। पहिला योग भनेकै शून्यमा निराकारमा ज्योति, ज्योतिमा ओमकार, ओमकारबाट संसार होइन। संसारको जलथल अग्निको योग पनि त्यही हो। यो देह योग पनि त्यही नै हो। यहाँ जलथल अग्नि, ब्रह्मा विष्णु महेश, अकार उकार मकार चेतना। अनि त्यसरी नै अनि आदि भनेको शिव महादेव, मत्स्येन्द्र, जलन्धर। अब तीन शक्ति, त्रिदेव, तीन रूप होइन। खास योगलाई व्यावहारिक रूपमा ल्याएको मत्स्येन्द्र गुरु शिष्य परम्पराले लोकहितको लागि अब यो चाहिँ मत्स्येन्द्र र उसलाई गोरख र मत्स्येन्द्र को रूपमा गुरु शिष्य। अब फेरि गुरु को हो त? गोरख भनेको स्वयं शिवको ज्योति स्वरूप, स्वयं ज्योति प्रकाश। अहिले इन्डियनहरूले चाहिँ इतिहास के बनाए, गोरखनाथ त गोबरबाट बनेको भनेर उनीहरूले भन्छन्। उनीहरूले त्यही बुझे। तर गोरख भनेको गोरख भनेको स्वयं ज्योति प्रकाश आत्मा, शून्याधार निरञ्जन। उनी युग युगमा हिजो कृष्णलाई पनि गोरखनाथ भए। गर्ग संहितामा के अरे सान्दीपिनीले त्यो तत्त्व दिएको छ। अब 2000 वर्ष पहिला के अरे भर्तृहरिलाई भयो, 5000 वर्ष पहिला रतननाथलाई भयो दाङमा होइन। युगमा चाहिँ भयो। 200 वर्ष पहिला 200 के पृथ्वीनारायण शाहलाई भएको 300 वर्ष अगाडि 300 वर्ष पहिला प्रत्यक्ष दर्शन दिइबक्स्यो। त्योभन्दा केही 5 पुस्ता अगाडि द्रव्य शाहलाई दर्शन दिइबक्स्यो। त्यो 1600 वर्ष पहिला नरेन्द्र देवलाई होइन अनावृष्टि राशि पुरा द्वादश शताब्दी। यहाँनिर 12 वर्षसम्म राजाले राजकाजमा के अरे प्रजालाई अन्याय र मनोमानी गरेको हुँदा तिनलाई सताउनको निमित्त यहाँ वर्षात गर्ने नागलाई यत्र गोरक्षिना थिएन मेघमाला सनिकृत 12 वर्षसम्म चाहिँ पानी नपर्ने गरेर अग्नि स्वरूप लिएर तपस्या गरेका ठाउँ यो। अनि जब पानी परेन अनि ललित भङ्कुरलाई लिएर बन्धुदत्त आचार्यले जब त्यो हेरिसकेपछि अनि कामरूप कामाख्यामा गोरखनाथ बस्नुहुन्थ्यो के मत्स्येन्द्रनाथ। अनि मत्स्येन्द्रनाथलाई ल्याएपछि गुरु दर्शनमा मर्यादामा त रहनु पर्यो। अनि त्यो बेलामा नाग उठाएपछि फेरि त्यो रिस त सिद्धिया थिएन। अनि द्रव्य शाहलाई वरदान दिएर अनि द्रव्य शाह पश्चात पृथ्वीनारायण शाहमा दिइसकेपछि अनि अनि पतञ्जलि कहाँ? पतञ्जलि त पछि उनले चाहिँ त्यो आए यो गोरक्ष मत्स्येन्द्र जलन्धर त्यो त्यसमा चाहिँ योगको प्रचार। अब यो हाम्रो यी विषयवस्तुलाई यसरी बुझ्नुभन्दा पनि त्यहाँ छ हामीसँग अवनस्क योग छ, सिद्ध सिद्धान्त पद्धति छ, गोरक्षनाथ प्रणीत अनि त्यसको इतिहास छ। अब यो शब्दले भन्दा पनि स्वाध्याय महाप्रमदः त्यो बनेकै त्यही ठाउँको लागि। अब अहिले भन्नुभन्दा पनि गरिसकेपछि त्यहाँ